हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग्स। हामी फेरि एउटा न्यू ब्लगको साथ आइसकेको छु होइन। एन्ड आज चाहिँ हामी फेरि चाहिँ सबैजना होइन, आज चाहिँ धेरैजना छौँ हामीहरू। अङ्कलहरू पनि हुनुहुन्छ अनि बुवाहरू पनि हुनुहुन्छ, दाइ पनि छन्। अनि आज चाहिँ फेरि हामीहरू चाहिँ सेभेन जानु रहेछौँ होइन। अनि आज चाहिँ यहाँ अहिले चाहिँ हामीहरू त्यस्तै माथि एउटा गाउँमा चाहिँ होइन 20-22वटा केरेट छ, अनि त्यसले टिप्नु जाँदैछौँ। अनि त्यसपछि आएर चाहिँ उता पारीको त्यो घर भएको ठाउँमा जान्छौँ होइन, त्यहाँ टिप्नुपर्ने छ। सो अहिले चाहिँ हामी उकालोमा हेर्दैछौँ होइन। अहिले लास्टै उकालो छ, खडा चढाइ छ होइन। अनि त्यसमा चाहिँ यो सिडीहरू सक्नुहुन्छ यहाँ तलदेखि होइन, त्यहाँ तलदेखि त्यहाँबाट पुरै सिडी मात्र छैन, लास्टै अप्ठ्यारो छैन चढ्नलाई। अघि 15-20 मिनट जति भइसक्यो होइन, हिँडेको छ होइन। रोडमा पुग्न आइसक्यौँ होइन। अनि रोडबाट चाहिँ फेरि एउटा अर्को बाटो जान्छ होइन। अनि त्यहाँबाट चाहिँ फेरि उकालोमा अङ्कल हुनुहुन्छ हाम्रो। कस्तो हुँदैछ अङ्कल सिजन? बवाल लागेको छ? अङ्कलले चाहिँ अहिले मलाई स्टिङ किन्ने भन्ने लाग्नु थियो, अनि यहाँ चाहिँ आफूले चाहिँ डिउ ल्याउनु आएको रहेछ। हामी पुगिसक्यौँ होइन। यहाँ चाहिँ हामीले हिजो यहाँ किरेट टिपेर राखेका थियौँ, अनि यहीँ छ होइन। हिँड्नु रोड नै रहेछ। अनि अब चाहिँ यहाँबाट हामीहरू खाली किरेट लिन्छौँ होइन। हामीले होइन किरेटहरू बाँधेर ल्याइसक्यौँ। एन्ड अब चाहिँ हामीहरू बगैँचामा धेरै जाँदैछौँ होइन। अनि त्यहाँ चाहिँ टिपेर अनि त्यसपछि ल्याउँछ होइन। अहिले चाहिँ भइगयो लोल। यहाँ चाहिँ बाटो बिर्सिसक्यौँ। बिर्सिलो हुनाले फर्स्ट टाइम आएको थियो होइन। अब यता हो कि यता माथिको बाटो हो थाहा नै लागिरहेको छैन। कता हो यार अङ्कल? यता माथि हो कि? त्यो तेर्से गएको बाटो चाहिँ एउटा यता अनि एउटा यता। अब कता हो जाने अङ्कल? ओ यता आएछ यहाँ सिधा। घरघरी हो कि अङ्कल? अन्दाजमै भए पनि अब यही बाटोमा जाँदैछु होइन, घारीको बाटोमा। अनि उँदा चाहिँ होइन होला, घारी उँदा होइन कि अङ्कल? यतै होला। त्यो चाहिँ गयो सिकाउँथ्यो त्यसले। बाटै नै हिँड्छ, खोलामा पुग्यो अहिले त्यहाँ। अब भयो काम खलास। यता खोलामा आइयो त यार, यता कहाँ खोलामा आइयो त। हामीलाई चाहिँ खेत थाहा लागेन, अनि त्यही भएर चाहिँ बसिरहेको छौँ होइन हामीहरू। अनि अहिले चाहिँ हामीलाई अलिकति डाउट भइरहेको छ होइन, यो खेत हो कि भनेर। अहिले थाहा छैन, अहिले चाहिँ त्यो खेतको बसाउँछ होइन, त्यसको सिकाउँछ होला। त्यो उसमा बसिरहेको छैन यिनी रहेछन् होइन। एन्ड अब चाहिँ हामी टिप्दैछौँ। अनि यहाँको चाहिँ टिभी सजाएर अनि यसलाई बोकेर पारी रोडमा पुर्याएपछि अनि त्यसपछि चाहिँ अर्को ठाउँ जान्छौँ होइन। हामीले चाहिँ यहाँ टिभी सिद्धाइसक्यौँ होइन। अनि यहाँ चाहिँ 17-16 किरेट भयो होइन। अब चाहिँ यसलाई हिँडिराख्छौँ होइन। अनि अब खाना खान्छौँ, अनि त्यसपछि खाना खाएर अनि पारी अर्को ठाउँमा जान्छौँ होइन। अनि यिनी किरेटलाई चाहिँ पछि हुन्छ कि अनि खाना खाएर त्यो बाबुले सोध्छौँ होइन, त्यहाँ रोडमा लियौँ भने चाहिँ गाईले खान्छ भनेर, त्यही भएर अहिले लिँदैनौँ। सो हेरौँ होइन कस्तो हुन्छ। अब चाहिँ यहाँबाट पाल्लोपट्टि छ होइन, यहाँबाट पारी जाने होइन खुला गरेर। अब चाहिँ सबैजना हिँड्बाट जान्छौँ। अब ओइ गइगयो छोमा त त्यसलाई। ओइ गइयो छिट्दा न ले तलै ले खाली किरेट यार। ठाउँ चाहिँ यति बिग्रिएको छ होइन, तर स्याउ भन्ने चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यस्तो ढुङ्गा भएको ठाउँमा देख्नु स्याउ कति होला छ। माई गड, माथि परहरु देख्न सक्नुहुन्छ।
अनि स्याउ चाहिँ यहाँ यस्तो बबाल लगाएको छ। गोल्डन चाहिँ होइन धेरै प्रकारको हुन्छ, तर यो चाहिँ खै कुन गोल्डन हो, न्यू भेराइटीको रहेछ होइन। धेरै यस्तो बबाल छ होइन। यो चाहिँ अर्को त्यो रोयल चुचो गरेको रोयल हुन्छ नि त्यस्तै टाइपको छ होइन, हेर्न सक्नुहुन्छ। अब टेस्ट कस्तो त्यो पनि भनिदिन्छु होइन। यो चाहिँ त्यो गोलालो जस्तो गोल्डनको हुन्छ कि अलिक भिन्न हुन्छ होइन। म देखाउँछु खाएर टेस्ट गरेर तपाईँलाई भन्छु होइन। सेमै छ गाइस, त्यस्तो केही डिफ्रेन्ट त छैन, त्यो चाहिँ अलिकति चुकिलो छ, तर सेमै छ होइन। त्यो त खासै डिफ्रेन्ट छैन, त्यो अलिकति चुकिलो रहेछ होइन। त्यही पाकेको नपाकेको भएर होला, तर सेमै छ होइन। खेतमा पुगिसक्यौँ होइन। अनि यहाँ स्याउ देखायो भने चाहिँ तपाईँहरू यो होप्लेस हुन सक्नुहुन्छ होइन। पात चाहिँ यो कति पनि छैन, तर स्याउ भन्ने कुरो चाहिँ यस्तो बबाल छ, देख्न सक्नुहुन्छ। अब चाहिँ होइन हामीहरू चाहिँ क्रेट ल्याउनु जाँदैछौँ। अनि सबैजना चाहिँ गइसक्यो, म मात्रै छु, म पनि जाँदैछु होइन। सबैजनाले बानिसके आफ्नो आफ्नो भारी देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ धेरै माथि छैन लिनुपर्ने, अनि अहिले चाहिँ यहाँ सबैले क्रेट बानिसके। धाउदाउको चाहिँ होइन माथि चाहिँ पुग्यो होइन, धेरै टाढा छैन यहाँ पुग्नलाई। अनि अहिले चाहिँ हामीले खेतमा पुऱ्याइसक्यो होइन, खालि क्रेटहरू पुग्नुहुन्छ। यहाँ अब चाहिँ अब टिप्छौँ हामीहरूले। अनि चाहिँ अब त्यस्तै होला होइन, 60-65 क्रेट छ, अनि त्यही टिप्छौँ होइन। अब चाहिँ हामीहरू सोपिङ स्टार्ट गरिदिइसक्यौँ होइन। अब सेटअप फाटा टिपिन्छ गाइस। गाइस अहिले चाहिँ हामी सबै टिभी सिध्याइसक्यौँ होइन। अनि यहाँ चाहिँ अब रुखहरू खाली भइसके, अनि यहाँ चाहिँ 100देखि माथि नै क्रेटहरू भरे होइन। एन्ड अब चाहिँ हामी बोक्छौँ होइन। लेट्स गो गाइस। अब चाहिँ हाम्रो लास्ट चक्कर छ होइन। अनि बुवाहरू चाहिँ घर गइसक्नु भयो, अनि अङ्कलहरू चाहिँ एक चक्कर लिएर जानुहुन्छ, अनि म पनि लिएर जाँदैछु। सो अब चाहिँ यति नै होइन, लास्ट चक्कर छ, अनि त्यसपछि छुट्टी होइन। अनि म चाहिँ अब तपाईँलाई कोठा गएपछि भेट्छु होइन। गाइस कोठा पुगिसकेँ, अनि खाना पनि खाइसकेँ मैले होइन। सो आजको ब्लगमा यति नै, भेटौँला अर्को ब्लगमा। तपाईँको लागि बाई। अनि आजको ब्लग कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नु होला। थ्याङ्क यू फर वाचिङ।